कस्तो गाउँ खाने कथा जस्तो हेर्नु। गाउँ खाने कथामा के भन्छ? काम गर्न नसक्ने, हात पाउ बसेका, बुढा ठाडा भएका, केही पनि गर्न नसक्ने तैँले लैजा। वरियता क्रम दोस्रो पनि तैँले लैजा, तेस्रो पनि तैँले लैजा, चौथो पनि तैँले लैजा, छैटौँ पनि तैँले लैजा। युवा युवा यस्ता यस्ता हामीलाई दे। गाउँ खाने कथा यस्तै हो, यो यस्तै भइरहेको। काम गर्ने, सक्रियता भएका, सामर्थ्य भएका, भिजन भएका। अब कहिले कहिले त राम्रो भन्दा राम्रो ब्याडमिन्टन खेलाडीले गलत हानेर बाहिर छिटिँदैन कहिले। टेबल टेनिस खेलाडीले एकदम फास्ट खेलिराखेका हुन्छ, एउटा बल फ्याक्ट गलत लागेर कहिले कहिले बाहिर